यो मास चाहिँ कसरी मास हो ल हुन्छ ल केमा हाल्नु यो कसरी पोख्नु यो भान्सा घरमा चाहिँ हामीले भक्का गर्दैछौँ जौको पिठो बनेको भक्का हामीले टेस्ट गर्दैछौँ साथीहरू हजुर पनि हो मस्काउने हस् ल यसरी हो दामी दामी हो हुन्छ देखियो नमिले भने धन्यवाद दिन चाहन्छु किनभने हामी स्थानीय निकायहरूले त्यहाँका कृषकहरूले अहिले आइपिएम प्रणालीबाट विशेष गरी 5 खालमा भन्छु उनीहरूको पनि त्यसको प्र्याक्टिस यो चाहिँ जैविक विषादी जैविक मलहरू हालेर अहिले उत्पादनहरू सुरु गरिएको छ र त्यसले बजार पाइरहेको छैन। काठमाडौँमा चाहिँ विषादी रहित खानालाई यहाँका उपभोक्ताहरू लालायित हुनुहुन्छ, तर हामीले उचित चाहिँ बजार नपाइरहेको बेलामा मौलिक भान्सा गर्ने एउटा कार्यक्रम मार्फत यहाँ चाहिँ 35वटा पालिकाहरूलाई जोड्या छ। यो चाहिँ पूर्व सखुवा सभादेखि लिएर ताप्लेजुङदेखि लिएर पश्चिम आसामसम्म र 5 खालदेखि लिएर सबै पालिकाहरूलाई सबैले ठाउँलाई जोड्या छ। बिस्तारै यो अझै अरू पालिकाहरू पनि आउनुहुन्छ भने विश्वास गरेको छु। र यो बानेश्वरमा राख्दाखेरि चाहिँ यहाँ वरपर हजारौँ घरहरू छन् जसले चाहिँ राम्रो तरकारी राम्रो चाहिँ शुद्ध खानेकुराहरू आफ्नो परिवारलाई पाइरहेको छैन। यहाँ चाहिँ आउने उहाँहरूलाई एकचोटि मात्रै इन्ट्री गर्ने यहाँ भक्का पनि खान पाइँदो रहेछ। राजवंशीहरूको खाना र ढिँडो अहिले चाहिँ टेस्टिङ उहाँहरूले निःशुल्क पनि गर्नुभएको छ। र मलाई लाग्छ यहाँ चाहिँ हजारौँ भान्साहरूले हजारौँ गृहिणीहरूले हजारौँ चाहिँ दाजुभाइहरूले यहाँ आउन पाउनुभयो भने यो देख्नुभयो भने यो चाहिँ उहाँहरूको लागि पनि एकदम राम्रो अवसर हुन्छ आफ्नो परिवारलाई स्वस्थ खुवाउनको लागि। र म धन्यवाद फेरि पनि एकचोटि धन्यवाद दिन चाहन्छु उहाँहरूको सम्पूर्ण टिमलाई। र 5 खाल नगरपालिका चाहिँ यसको सधैँ एउटा चाहिँ स्टल यहाँ हाम्रो रहिरहन्छ। म 5 खाल नगरपालिकाको दोस्रो कार्यकालको मेयर हो। संयोजकले यहाँभित्र आइयो। मेरो नाम खड्गबहादुर बोहरा हो। म बझाङ सुदूरपश्चिम सुरमा गाउँपालिकाको अध्यक्ष पनि हो। असमको चौरपाटी गाउँपालिका नगरपालिकाको मेयर साहबले त्यहाँ यो कार्यक्रम छ, स्थानीय उत्पादन कार्यक्रम छ, त्यहाँ जाउँ भनेर मौलिक परिकारका पनि यो प्रवर्धन उत्पादनहरू हेरेर आउँ भनेर भन्नुभयो। हामी आयौँ, मलाई एकदम खुसी लाग्यो। मैले पनि म आफैमा एकदमै सुदूरपश्चिमको मान्छे र हाम्रो बस्ती पनि त्यहाँ 2500-3000सम्म 3500सम्मको हाइटमा हाम्रो बस्ती छ। त्यहाँ मैले यो कालो हदुवा अनि हुम्लाबाट ल्याएको सिमीहरू त्यहाँ उत्पादन हुन सक्ने बिउ पनि लगेर गएँ। र यहाँ स्थानीय उत्पादित नास्ता, त्यसको नाम ठ्याक्कै अहिले बोलेको भक्का पनि मैले बहिनीहरूले बनाएको साथमा पाएँ। त्यो जौँ मिक्स हुँदो रहेछ। हामी कहाँ जौँ धेरै उत्पादन छ र मैले जौँको चामल पनि लगेर गएँ। हाम्रो परम्परा अवस्थामा त्यो ढिप्पीमा कुटेर खान्थे जौँको चामलहरू भात बनाएर, यिनले अहिले मिलबाट बनाउँदो रहेछ। त्यसबाट पनि म प्रभावित भएर यहाँ केही दलहनका बिउहरू र जौँको चामल बनाउने मैले सिकेर गएको छु। र मेरो पालिकामा पनि म एकदमै स्थानीय उत्पादनका लागि प्रभावित भएर त्यहाँ प्रेरित भएर त्यहाँका जनसमुदाय दाजुभाइलाई बनाउन लगाउन एकदमै हर्षित भएको छु। थ्याङ्क यू। 7वटा प्रदेशका प्रति प्रदेश 5वटा पालिकालाई जोडेर हामीले स्थानीय उत्पादन र मौलिक प्रवर्धन कार्यक्रम आयोजना गर्यौँ। यो हाम्रो तेस्रो हप्ता हो। यो 64 हप्तासम्म निरन्तर चल्छ। यहाँले मेला अवलोकन गर्नुभयो, लाइभ किचनसम्म हेर्नुभयो। ओके,
पुष्पाको क्यामेरा हजुरलाई समग्रमा यो कार्यक्रम कस्तो लाग्यो? धन्यवाद। म भेन्मा छौँ चौपाटी गाउँपालिका समग्र रूपमा जुन यो मौलिक स्थानीय उत्पादनलाई व्यवस्थापन मेरो समग्र रूपमा मेरो चौरपाटी गाउँपालिका यसमा जोडिएको छ। चौरपाटी गाउँपालिकामा उत्पादित स्थानीय उत्पादनहरूका लागि हामीले यहाँ पठाउने नौलो तयारी गरिसकेका छौँ र आगामी अर्को शनिबारबाट हाम्रो चौरपाटीको स्थानीय उत्पादन चाहिँ यो मौलिक ढाँचाहरूको पछाडि उसमा जो यो स्टेम बनेको छ त्यसमा चाहिँ हाम्रो उत्पादित जो रैथाने बालीहरू त्यो चाहिँ हामी यहाँ बनाउँछौँ र हामीले यो मौलिक ढाँचाहरूलाई चौरपाटीलाई त्यहाँको उत्पादनलाई चिनाउनको लागि र नेपाल अधिराज्यभरि र देशतिर पनि चिनाउनका लागि हाम्रो स्थानीय उत्पादनलाई यहाँ जोडेका छौँ र विशेष गरी यहाँ जो परिकारहरू छ एकदम स्वादिष्ट छ, राम्रो छ र यो जो अहिले हामीले के अरे भक्का खायौँ छ स्वास्थ्यको भाइ बहिनीहरूको स्वास्थ्यका लागि पनि राम्रो छ र अन्य स्थानीय उत्पादन जस्तै यहाँ मकैका चाक्लाहरू होइन जौहरू धेरै प्रकारका स्थानीय उत्पादनहरू छन्। अब विशेष गरेर चौरपाटी गाउँपालिकाको हामीले पहिले चाहिँ चामलसँग कोदो काट्ने कार्यक्रम थियो र अब अहिले चौरपाटी गाउँपालिकाले त्यो कोदोलाई यो जुन मौलिक ढाँचाहरूले स्थानीय उत्पादनसँग जोडेको कार्यक्रम छ यसलाई हामीले चौरपाटी गाउँपालिकाको मुख्य बाली त्यहाँ कोदो छ र त्यो कोदोलाई हामी बजारीकरण गर्नलाई यहाँसम्म हामी पुर्याउने प्रतिबद्धता गर्न चाहन्छौँ र अन्य उत्पादनमा पनि त्यहाँ रहेका बाटो जग्गालाई हामीले व्यवस्थित गरेर त्यहाँ खेतीपाती गरेर त्यो किसिमले हामीले स्थानीय बजारमा ल्याउनका लागि हामीले तयारी गरेका छौँ। यसको लागि विशेष गरी यो जो मौलिक ढाँचाहरूले यो कार्यक्रम गर्नुभयो त्यसको लागि हामी हार्दिक आभार सहित हामी भक्का खान आएको हुन्छ ल हाम्रो युवाको पतञ्जलि युवा समितिको अहिले घरै बोलौँ न हामी भक्का खान आएको हुन्छ ल हाम्रो युवाको पतञ्जलि युवा समितिको अहिले घरै बोलौँ न केमा हाल्नु यो कसरी पोख्नु यो रेडी भइसक्यो। भान्सा घरमा चाहिँ हामीले भक्का गर्दैछौँ, जौको पिठोबाट बनेको भक्का हामीले टेस्ट गर्दैछौँ। साथीहरू हजुर पनि किसान दाजुभाइहरूले चाहिँ मेहनत गरेर उहाँको पसिना बगाएर कमाउनु भएको यो सामान हो। यो सामानलाई हामीले यदि लिन सक्यो भने उहाँहरू बजार कसरी हो यो के अरे 280 कहाँदेखि ल्याउनु हुँदा राम्रो छ, एकदम टेस्टी छ। यो एकदम टेस्टी र राम्रो क्वालिटी हो कि अरूभन्दा बजारमा पनि अरू क्वालिटी भन्दा यो राम्रो छ।
अब यसलाई पनि एउटा छ तेल हाल्नु यसकै लागि आउनुभएको किनभने रेजिस्ट्रेसन मात्र होइन सब काममा आफै गरेर आएको क्या थाहा छ अरूलाई भएर होइन होला अछामको मिया साहब भिडियो बनाउँदै हुनुहुन्छ। मिया साहब कस्तो अनुभूति गरिरहनु भएको छ? एकदम राम्रो सुदूर पूर्वको ताप्लेजुङदेखि सङ्खुवासभा हुँदै बुढीनन्दा सुदूर पश्चिम र अछामसँगका कुराकानी हामीले यहाँ जोड्यौं र विशेष गरी 7वटै प्रदेशका विभिन्न पालिकाहरूलाई जोडेर स्थानीय तहबाटै नेपाललाई समृद्ध बनाउने हाम्रो अभियान लिप्प नेपाल र मौलिक बजार मौलिक भान्साको संयुक्त प्रस्तुति हो यो र मिया साहबले ढेँडो पकाइरहनु भएको छ। धन्यवाद।